नमस्कार, स्वागत छ सबैलाई तपाईँको आफ्नै युट्युब च्यानल आफ्नो टेकमा। आज हामी कुमारी ब्याङ्कको अनलाइन एनआइडी अपडेट कसरी गर्ने भनेर सिक्नेछौँ। सुरुमा हामी हाम्रो यो मोबाइल एपमा लगइन गरौँ र लगइन गरिसकेपछि हाम्रो यो ड्यासबोर्डको मुनितिर हेर्नुहोला, त्यहाँनिर तपाईँले यहाँ अपडेट केवाइसी भन्ने यो सेक्सन देख्नुहुनेछ र यसभित्र सुरुमै रहेको यो एनआइडीमा ट्याप गर्नुहोस्। त्यसपछि अब हामी यो एनआइडीको अपडेट गर्ने ठाउँमा आइपुगेका छौँ र यसको लागि हामीले यो कन्टिन्यू बटनमा क्लिक गरौँ। त्यसपछि अब हाम्रो यहाँ नेसनल आइडीको अपडेट गर्ने ठाउँ भेट्यौँ र यहाँनिर यो अपडेट एनआइडी डिटेल्सको एनआइडी नम्बरमा आफ्नो नम्बर हाल्नु होला। त्यसपछि यो प्लेस अफ इस्युमा कहाँबाट जारी भएको त्यो जिल्ला हाल्नु होला। त्यसपछि तपाईँको एनआइडी चाहिँ इस्यु कहिले भएको त्यसको डेट हाल्नु होला। यो सबै विवरणहरू तपाईँले आफ्नो एनआइडी कार्डमा देख्न सक्नुहुनेछ। त्यस्तै गरी हामीले यो तपाईँको इमेल एड्रेस यहाँनिर राख्नु होला र यति गरिसकेपछि अब हाम्रो भनेको एनआइडीको फोटोहरू अगाडि र पछाडि दुवै हामीले अपलोड गर्नुपर्ने हुन्छ र यसरी पहिला फ्रन्टको एउटा अपलोड गरौँ। त्यसपछि फेरि हामी नेक्स्ट फेरि पनि क्लिक गरेर अर्को ब्याक साइड पनि दुवै अपलोड गरेर हामीले यो बटन अपडेट यो अपलोडमा थिचौँ। त्यसपछि दुइटै हाम्रो फाइल भइसकेपछि अब हामी कन्टिन्यू गरेपछि हाम्रो यो रिक्वेस्ट फर यो अपडेट इज सक्सेसफुली सबमिटेड भनेर देखाउँछ। यानि कि तपाईँले आफ्नो एनआइडी अपडेट गर्ने काम मजाले सम्पूर्ण रूपमा हामीले सक्सेसफुल्ली सबमिट गरिसक्यौँ। यसको साथै तपाईँले एनआइडी अपडेट गर्नुभएको जानकारी तपाईँले आफ्नो इमेलमा पनि यसरी पाउन सक्ने हुनेछ। हस् त, आजको लागि यति नै। फेरि पनि हामी अर्को भिडियो चाँडै नै लिएर आउने नै छौँ। तबसम्मको लागि बिदा दिनुहोस्। नमस्कार।